नमस्ते दर्शकवृन्द। आज नेप्से इन्डेक्सले स्ट्रङ बुलिस मुभ देखाएको छ र 163 अङ्कले बढेर करिब 2875 पोइन्टमा क्लोज भएको छ। अहिले मार्केट अप्पर बोलिङ्गर ब्यान्ड नजिक ट्रेड भइरहेको छ, जसले स्ट्रङ बाइङ मोमेन्टम देखाउँछ। तर RSI लगभग 78 पुगेको छ, जसको अर्थ मार्केट ओभरबाउट जोनमा प्रवेश गर्दैछ। त्यसैले भोलि 2800 देखि 2820 सपोर्ट एरियातिर सानो पुलब्याक आउन सक्छ। यदि यस सपोर्ट होल्ड भयो भने मार्केट फेरि बाउन्स भएर 2900 लेभल टेस्ट गर्न सक्छ र यो 2900 ब्रेकआउट भयो भने नेक्स्ट टार्गेट 2950 देखि 3000 सम्म पुग्न सक्छ। त्यसैले भोलि नेप्से मुभमेन्टका लागि 2800 सपोर्ट र 2900 रेजिस्टेन्समा ध्यान दिनुपर्ने हुन्छ।